तीमा हेर्दाखेरि के देख्यो त पहिलाको नक्सामा पनि यो लिपुलेख पास जुन भन्छ अहिले भारतले जुन हाम्रो जुन बाटो जुन त्यहाँबाट चाहिँ कैलाश मानसरोवर जाने बाटो खोलेको छ त्यो लिपुलेख पास चाहिँ त्यो ट्राई जङ्सन होइन भनेर चाहिँ चाइनाले पनि स्वीकार गरेको छ। त्यो दुईटाको त्यो बारेमा चाहिँ के बोलिएको रहेछ भने यो चाहिँ 4 किलोमिटर टाढा हाम्रो 1 नम्बर पिलर चाहिँ रहेको भन्यो, जुन चाहिँ टिङ्कर भन्ज्याङको आसपास जुन मानिन्छ चाइनासँग भएको सम्झौतामा जहाँनिर चाहिँ चाइना र नेपालको बिचको चाहिँ सम्झौता भयो, जहाँ जहिले भयो त्यो बेला चाहिँ उसले के गरिदियो त भन्दाखेरि जुन किलोमिटर जुन 1 नम्बर पिलर हाम्रो जुन छ त्यो चाहिँ मोटामोटी 4 किलोमिटरको डिस्टेन्समा टिङ्करबाट हुने त्यो चाहिँ 1 नम्बर पिलर। तर अन्तर्राष्ट्रिय मान्यता अनुसार के हुन्छ भने 0 नम्बरको पिलर पनि कायम गर्नुपर्ने हुन्छ। 0 नम्बरको पिलर चाहिँ किन कायम गरिन्छ भन्दाखेरि जहाँ 3वटा देशको ट्राई जङ्सन फाइन्ड आउट गर्नुपर्ने हुन्छ त्यो बेला चाहिँ त्यो ठाउँमा हुने पिलरलाई चाहिँ 0 नम्बरको पिलर भनिँदो रहेछ। 2टा देशको मात्रै जहाँ चाहिँ कुराहरू आउँछन् त्यहाँ चाहिँ 1 नम्बरबाट त्यसलाई चाहिँ विवाद सल्टाउँदै जाने, जहाँसम्म 54 कतिवटा पिलर छ ताप्लेजुङसम्म पुग्दा अहिले उताको लास्ट पिलर नम्बर चाहिँ मलाई याद भएन, तर 1 नम्बरको पिलर चाहिँ अहिले जहाँ छ त्यहाँबाट चाहिँ अब 0 नम्बरको पिलर जहाँ हुनुपर्ने हो त्यो फाइन्ड आउट हुन बाँकी छ भनेर चीनसँग पनि हामीले चाहिँ त्यसलाई बाँकी राखेका हो, भारतसँग चाहिँ इन्डियासँग पनि त्यसलाई बाँकी राखेका हो। त्यो किन बाँकी राखेका भन्दाखेरि दुईटै देशको चाहिँ नक्साङ्कन गर्ने क्रममा त्यहाँ गइसकेपछि पुरानो दस्तावेजहरूलाई हेरेर र सरकारहरूको पनि सुझावहरू लिएर अगाडि बढ्नुपर्ने भएको हुनाले प्राविधिकहरू त्यहाँ गएर रोकिएको अवस्था हो। तर दुईटै देशको दस्तावेजहरूलाई हेर्दा भिडाउँदा र प्रकृतिदेखि लिएर सबै पुराना ऐतिहासिक दस्तावेजहरूलाई हेर्दा अनि त्यहाँ चाहिँ तिरेकादेखि लिएर भोक्सलनसँग सम्बन्धित धेरै प्रमाणहरू सबै कुरालाई केलाउँदाखेरि के देखिन्छ त भन्दाखेरि नेपालको पक्षमा देखिन्छ। अनि भारतले अहिले चाहिँ के कुरा गरिरहेको छ, तिरो त हाम्रो हामीले पनि उठाएको प्रमाणहरू छ नि भन्छ। अनि कहिलेको छ भनेर हेर्दाखेरि जहिलेदेखि कब्जा गर्यो तहिलेदेखिको छ। अब जो कब्जा गरिसकेपछि को तिरेको त्यसले चाहिँ मान्यता प्राप्त गर्न सक्दैन। जति बेला चाहिँ यसको मूल सन्धि सम्झौताको स्रोत जति बेला सुरु भयो, विवादको समाधान विवादको सुरुवात जहिले भयो त्यो बेला सम्बोधन गर्ने प्रमाणहरूलाई चाहिँ आधिकारिक प्रमाण मान्नुपर्ने हुन्छ। र चाइनासँग भएका नक्सा र चाइनासँग भएको सन्धि सम्झौताबाट पनि कुनै पनि मानेमा भारतले अहिले देखाएको लिपुलेखलाई त्यसलाई चाहिँ त्यो चाहिँ ट्राई जङ्सन पोइन्ट जुन मान्नुपर्छ भनिरहेछ, कालापानीको विवादलाई अहिले त्यो जुन कालापानी भारतीय ब्यारेक बसिरहेको छ त्यो भारतको भनिरहेछ, त्यो चाहिँ भारतकै नक्सा र चाइनाकै पुरानो नक्साहरूलाई हेर्दाखेरि पनि चाइनाले त्यो होइन भन्न सक्ने अवस्था छ।